वेलकम टु आवर न्यू मिनी भ्लग। आज म यहाँहरूलाई साउथ कोरियाको जेजुदो टापुमा रहेको एकदमै सुन्दर ठाउँ इकोल्यान्डमा चाहिँ घुमाउन लैजाँदैछु है त। आज चाहिँ हाम्रो साथमा दुईजना भाइहरू पनि हुनुहुन्छ। हामीसँग यात्रामा जोडिएर रहनु होला, एकदमै रमाइलो हुनेछ। Straight until you hear the next instruction. दाइको गानामा पुरा डुबेको हो कि हाले चाहिँ। अब हामी केही समयपछि इकोल्यान्ड प्रवेश गर्दैछौँ। अब त हामी आइपुग्यौँ इकोल्यान्ड। उफ, यहाँको सुन्दर दृश्य, यो चिल्लो सडक मनै लोभ्याउने के। ल है त साथीहरू, हामीले चाहिँ यहाँ गाडी पार्किङ गरिसक्यौँ। गाडी पार्क गरेपछि हामी चाहिँ इकोल्यान्डतर्फ अगाडि बढ्दैछौँ, जहाँ टिकट काटेर हामी ट्रेन स्टेसनतर्फ जाँदैछौँ। यहाँ घुम्नको लागि चाहिँ यहाँको क्लासिक ट्रेनमा चढे चाहिँ यात्रा गर्नुपर्ने रहेछ। आई थिङ्क एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। हामी चाहिँ छिटो छिटो गरी ट्रेनतर्फ गयौँ, जहाँ चाहिँ हामीले धेरै वेट गर्नु परेन। आज मसँगै रहनु होला है त। हजुरहरूलाई स्वागत छ। हामी पनि आज कोरिया ट्रेन चढ्न आइयो हैन। कस्तो राम्रो देखेछ नि, दुईजना राम्रो देखेछ। इकोल्यान्डमा घुम्नको लागि चाहिँ 4वटा स्टेसनमा ओर्लिएर घुम्नुपर्ने रहेछ। हामी ओर्लिएको स्टेसन चाहिँ पहिलो स्टेसन हो, जसलाई इको ब्रिज स्टेसन भनिँदो रहेछ। यहाँको मुख्य विशेषता भनेको चाहिँ तालमाथि बनेको 300 मिटर लामो काठको पुल हो र वरिपरि जङ्गल र बिचमा चाहिँ ताल रहेको छ। उफ, यहाँको यो दृश्य हेर्दाखेरि त मन एकछिन रोमान्टिक भएर बसेँ कि। केही रोमान्टिक पोजमा फोटोहरू खिचेर हामी चाहिँ अगाडि बढ्यौँ, जहाँ चाहिँ लेक साइड स्टेसनमा आउनुभयो भने यहाँहरूले यहाँको गेम क्याफेमा गएर यति मिठो परिकारहरू चाहिँ खान सक्नुहुनेछ। हामीहरू साथमा घुम्दाखेरि चाहिँ एकदम रमाइलो हुन्छ कि, एकदम फन्नी एक्टिभिटी गर्छ कि भाइहरूले, लास्टै रमाइलो लाग्ने। मैले चाहिँ हाँसो नै कन्ट्रोल गर्न सकिएन कि। के अगाडि बढेको जङ्गलको बिचमा यति राम्रो लग्जरियस होटल देखेर म त दङ्गै परेँ कि, जसलाई हेर्दाखेरि युरोपको कुनै पुरानो र सुन्दर दरबार जस्तो देखिन्थ्यो। यदि तपाईँहरू इकोल्यान्डमा रहेको यस इको होटलमा बस्न चाहनुहुन्छ भने अनलाइन बुकिङ गरेर यहाँ चाहिँ बस्न सक्नुहुनेछ। यहाँ चाहिँ मोडलको फोटो सुटिङ हुँदैछ। तीनजना नाच्दा हिँड त। फुल टिप्ने मन भए नमान डाँडा काँडाको। हामी नेक्स्ट ल, छिटो नेक्स्ट गर ल। रेशम फिरिरी उडेर जाऊ कि डाँडा भन्ज्याङ रेशम फिरिरी। इसाराले बोलाउनु पर्दैन, माया भए डराउनु पर्दैन। तू इसके साथ मत घूम रे, तू पागल हो जाएगा। आप जाओ, आप काम करो। गीता आएन। नेक्स्ट यो लेक साइड स्टेसन हो। यहाँ आउँदाखेरि चाहिँ मलाई युरोपमा आएको जस्तै महसुस भयो, जहाँ चाहिँ खुल्ला चौर पनि रहेको थियो, प्लस यहाँ चाहिँ गेमहरू पनि खेल्न पाइँदो रहेछ र यहाँ फोटो जोन पनि बनाएको थियो, जहाँ चाहिँ हामीले सुन्दर सुन्दर फोटोहरू चाहिँ लियौँ। ओके, थ्याङ्क यू। ल, नेपाली वेटर रहेछ हाम्रो आज। धन्यवाद। टिप्सलाई पस्ने कस्तो टेस्ट आयो भन्दाखेरि यो चाहिँ दामी छ।
त्यसपछि हामी बुढाबुढीले चाहिँ एकअर्कालाई स्मृति खुवाएर रमाइलो भिडियो क्लिक गऱ्यौँ। क्यामेराम्यान वाह दामी देखेछ। गाडी ट्रेन मगाउनु छिटो। क्याफेबाट निस्किसकेपछि हामी चाहिँ गार्डनतर्फ गयौँ, जहाँ चाहिँ यी बोट बिरुवाहरूमा साना साना बल्बहरू लगाएर एकदमै राम्रो डेकोरेसन गरेको रहेछ। त्यसपछि हामी एकछिन यहाँ देखाएको केही सर्कस केही डान्सहरू चाहिँ हेऱ्यौँ। सेकेन्ड स्टेसनमा घुमिसकेपछि हामी थर्ड स्टेसनतर्फ लाग्यौँ। भाउजूको राम्रो आयो फुर्किनु त पर्यो। यसलाई चाहिँ पिकनिक गार्डन स्टेसन भन्दो रहेछ, जहाँ बच्चाहरूलाई खेल्नको लागि खुला पार्क साथमा सानो सानो क्युट घरहरू पनि बनाएको थियो। यहाँ चाहिँ हामी धेरै बेर नबसिकन फोर्थ स्टेसनतर्फ चाहिँ जाने निदो गऱ्यौँ र ट्रेन पनि आइसकेकोले हामी चाहिँ ट्रेनमा बसेर फोर्थ स्टेसनतर्फ लाग्यौँ। यो देखिएको दृश्य भनेको चाहिँ अब हामी ओर्लन लागेको फोर्थ स्टेसनको दृश्य हो, जहाँ चाहिँ महिना अनुसारको फरक फरक फुलहरू चाहिँ फुल्ने गर्दछ। तर हाम्रो दुर्भाग्य हामी जाँदाखेरि त्यहाँ फुल थिएन। फोर्थ स्टेसनमा हामी ओर्लिसकेपछि सुन्दर फोटो भिडियोहरू चाहिँ हामीले कैद गऱ्यौँ र एकछिन त्यहाँ घुमेर रमाइलो गऱ्यौँ। त्यसपछि हामी फर्किनको लागि ट्रेनमा फेरि बस्यौँ। आजको इकोल्यान्डको यात्रा यति नै। हजुरहरूलाई मन परेमा लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला। फेरि भेटौँला न्यू भ्लगमा। बाई बाई।